प्रेज द लर्ड, जय मसीह सबैलाई। म आज हिन्दी बाइबल पढ्दैछु। म यो चाहन्छु कि आफ्नो जीवनलाई मैले कसरी टर्न गरेँ प्रभुमा। परमेश्वर महान हुनुहुन्छ र उहाँले दिएका हरेक कुराहरू हाम्रो जीवनमा स्थिर रहन्छ। तर सुरुवाती जीवन चाहिँ मेरो ठिक थिएन, यो सबैलाई तपाईँहरूलाई थाहै छ। सुरुवाती जीवन मेरो निकै पापमय थियो, तर चाहिँ परमेश्वरले मलाई ताडना पनि दिनुभयो। त्यसको सजा पनि मैले भुग्थेँ। लगभग 15-16 साल तक इन पाप भुग्तिरहेँ। तब परमेश्वरले मलाई चाहिँ उहाँ उस पापको दलदलबाट निकाल्नुभयो और आज म स्थिर छु। मेरो चाहिँ बिमारी स्थिर छ। र आजको दशा के छ भनेपछि मैले पैसालाई महत्त्व दिइनँ और पैसालाई महत्त्व नदिनुको कारण म चाहिँ पैसाको मामलामा पछाडि भएँ। आज जो पैसा कमाउनेवाला मान्छे छन् तिनीहरूले मलाई तुच्छ और बेसंस्कारी मान्छन्। तर म उनीहरूको लागि के भन्न चाहन्छु भनेपछि धनले हामीलाई स्वर्ग लग्दैन। धन कमाउनुहुन्छ तपाईँहरूले, ठिक छ, धन कमाउनुहोस्, तपाईँहरूको परिवारमालाई राम्रो गराउनुहोस्, तर पनि त्यो धनले तपाईँलाई स्वर्ग लग्ने कतै पनि लग्न सक्दैन। बैतरणी दान गर्नुहोस्, तपाईँहरूले पूजापाठ लगाउनुहोस्, जो कुछ पनि गर्नुहुन्छ, तर बाइबलले के भन्छ नि, तिमीहरूको धार्मिकताको काम मैले कुछले कपडे जस्तै हो भनेर बाइबलले भन्छ। र जति पनि धार्मिकताका काम गरेका छौँ नि त्यो सब व्यर्थ हो। त्यसबाट हामीलाई कोही फाइदा छैन। हामीले जो पाप हामीले गरेका छौँ त्यो पाप हाम्रो क्षमा हुँदैन र जति जीवन हाम्रो छ त्यो भुक्तेर चाहिँ फेरि अन्तिममा हामी नर्कतिर जाने भन्छन् कि मान्छे चाहिँ मरेर स्वर्गतिर जान्छन् भनेर। यो गलत हो। जाने नर्गैमै हो, किनभने चाहिँ पापको क्षमा त प्रभु येशूले मात्रै गर्नुहुँदैछ भन्ने कुरा हामीले बाइबल पढेपछि थाहा पायौँ। हालेलुया। त फेरि म यो भन्न चाहन्छु कि मैले धन कमाइनँ। आज धनलाई सबले सलाम गर्छन्, जसको पासमा धन छ सबैले चाहिँ त्यसलाई मान्दछन्, ठिक छ। तर धन मेरो लागि नर्कभन्दा अरू केही पनि होइन। मैले धन अर्जित गर्न चाहन्थेँ भनेपछि राम्रा जग्गामा नोकरी गरेँ, राम्रा जग्गामा बसेँ, राम्रो पोस्टमा बसेँ, तर मैले धनलाई कहिले पनि महत्त्व दिइनँ, ठिक छ। और सायद मलाई परमेश्वरले आफ्नो योजनातिर लाने योजना थियो, त्यही भएर चाहिँ होला जस्तो लाग्छ। आज म प्रभु येशूको सेवा गर्छु र मैले उन वचनको फलो गर्छु जसले मेरो जीवनलाई परिवर्तन गर्यो। मैले धर्म परिवर्तन गरेको होइन, मैले आफ्नो जीवनलाई परिवर्तन गरेको हुँ। त एक जग्गा मत्ती 4 अध्यायमा प्रभु येशू मसीहलाई चाहिँ शैतानले परीक्षाको लागि जङ्गलमा लैजान्छ। तरहको परीक्षा ल्याउँछ। परीक्षा ल्याइसकेपछि अन्तिममा के भन्छ भने एउटा मन्दिरमा को ठुलै छतमा लैजान्छ। अब छतमा लगेर ठुलै मन्दिरको छत होला के, त्यही भएर सारै संसार देखिन्छ त्यहाँबाट। त्यहाँ लगेर चाहिँ भन्छ यो सारै जगतको वैभव म तँलाई दिन्छु, तैँले एकचोटि मलाई चाहिँ दण्डवत गर भनेर भन्नुहुन्छ परमेश्वरले। भन्छ शैतानले। त प्रभु येशूले भन्नुहुन्छ के भनेपछि म पढेर सुनाइदिन्छु। फिर एवली उसे एक बहुत ऊंचे पहाड़ पर ले गया, सारे जगत के राज्य और उसका वैभव दिखाकर उससे कहा, यदि तू गिर कर मुझसे प्रणाम करे तो मैं
यह सब कुछ तुझे दे दूंगा। अब यहाँ पे ये कहा कि मुझे गिर कर, यानी पूरी जमीन में लेट कर मुझे एक बार दंडवत कर, तो मैं तुझे सारे जगत का वैभव दूंगा। मैं मैले शैतानलाई कहिले पनि पुजिनँ। मैले पुज्दै मैले नपुज्दाखेरि चाहिँ म चाहिँ भ्याके पनि, म आउट पनि भएँ। तर परमेश्वरले मलाई सम्हालिराख्नु भयो होइन। उन पापबाट मलाई बचाउँदै बचाउँदै ल्याउनु भयो र आज म चाहिँ एक परमेश्वरको सेवक भएर परमेश्वरको पछाडि हिँड्दैछु। तपाईँहरूले भन्नुहुन्छ कि तैँले के यसो यसो गर्छस्, तैँले आफ्नो बाबुबाजेको धर्म भ्रष्ट गरिस् भनेर भन्नुहुन्छ। बाबुबाजेको धर्म के थियो? असली धर्म के हो भनेपछि परमेश्वरलाई जान्न और उस परमेश्वर की योजनाको अनुसार हिँड्न। के परमेश्वरको योजनाको अनुसार मान्छे हिँडेका छन्? मलाई बताइदिनुहोस्, क्या परमेश्वरको योजनाको अनुसार मान्छे हिँडेका छन्? के रक्सी खाने, गाली गर्ने, व्यभिचार गर्ने, पराय स्त्री गमन गर्ने, के यही धर्म हो? परमेश्वरले साफ शब्दमा मना गर्नुहुन्छ बाइबलमा कि नि व्यभिचार और हत्या और मूर्ति पूजक सबसे घृणित पाप हो भनेर भन्नुहुन्छ। और जबदेखि मैले बाइबल हातमा लिएँ तबदेखि यिन पापबाट म टाढा छु। परमेश्वरले भन्नुहुन्छ तैँले आफ्नो पडोसीलाई पनि आफ्नो समान प्रेम गर भनेर भन्नुहुन्छ। और जसले तँलाई सताउँछन् उसलाई तैँले प्रार्थना गर। त्यो यो होइन कि तैँले कसैले हामीलाई आक्रमण गरे पनि हामी पनि त्यसलाई आक्रमण गर्ने। परमेश्वरको योजनाको अनुसार अगर यदि चल्छ भने जसले मलाई थप्पड मार्छ मैले त्यसको लागि प्रार्थना गर्छु। और परमेश्वरले चाहिँ उहाँलाई सम्झाउनुहुन्छ, चाहे ताडना दिएर हो, चाहे चाहिँ आफूतिर बोलाएर हो, उहाँले चाहिँ प्रार्थना गर्नुहुन्छ। म एक गवाही दिन चाहन्छु। एकजना मान्छे थियो, आज तकको रिकर्डमा सबभन्दा पहिले आज तक मलाई जतिले पनि थप्पड हाने त्यो मान्छे आज यो दुनियाँमा छैन। दूसरा कुरा, अहिले कुछ दिन पहिलेको घटना हो, लगभग 2-3 साल पहिलेको। एकजना मान्छेले मसँग भन्यो कि मैले तँलाई यतिको चाहिँ सामान दे और त्यो पैसा दे भनेर भन्यो। मैले भने यतिको सामान होइन, म अनि कच्चा मतलब पुरा लिस्ट छ, यसको अनुसार चाहिँ यो होइन, मेरो पास यति हो भनेर भन्दाखेरि उसले चाहिँ बढाएर डबल पैसा लिनु खोज्यो। मैले दिएन, किन म सत्यमा चल्नेवाला मान्छे थिएँ। नदिँदाखेरि चाहिँ उसले मलाई भन्यो कि म तँलाई मार्छु भनेर भन्यो। मैले भने ठिक छ, तेरो र मेरो बिचमा मेरो परमेश्वर हुनुहुन्छ, यदि तैँले मार्छस् भने कोही बात छैन, मार भनेर भने। त्यो भन्दाखेरि त्यसको दोस्राको दिन उसको ब्रेन हेमरेज भएर ऊ बाटोमा खतम भयो। भनेपछि परमेश्वरले आफू सत्यमा हिँडेपछि परमेश्वरले चाहिँ यो बदला लिनेवाला परमेश्वर हुनुहुन्छ। भन्नुहुन्छ तेरो आँखाको पुतलालाई छुने सरी, जसले तेरो आँखाको तलै छुन्छ त्यसले मेरो आँखाको पुतलीलाई छुन्छ भनेर पनि उहाँले भन्नुहुन्छ। त्यही भएर हामीले परमेश्वरमा विश्वास राख्ने और उसमा अटल भएर हिँड्नेहरूले कहिले पनि धोका पाउँदैन। धन सम्पत्ति के हो भनेपछि उहाँले भन्नुहुन्छ कि स्वर्गमा धन राखौ त तिमीहरूले त्यो पाउने छौ भनेर भन्नुहुन्छ। र हाम्रो धन जो पनि छ, जो पनि हामीले गरेका छौँ, जसले पनि हामीले दान दिएका छौँ, जसले पनि गरिब गुरुबालाई हामीले खिलाएका छौँ, जो पनि हामीले पैसाले चाहिँ सहयोग गरेका छन्, त्यो हाम्रो चाहिँ स्वर्गमा अर्जित छ। र हामी यो संसारबाट जाने यहाँबाट निस्क्यौँ भनेपछि जाने स्वर्गमै हो। और उहाँ हामीहरूलाई त्यो चिज हामीलाई फेरि दोबारा
प्राप्त हुन्छ। हालेलुया! म यति भन्न चाहन्छु कि तपाईँहरूले संसारमा रहेर घमण्ड नगर्नुहोला। यदि घमण्ड गर्नुहुन्छ भने तपाईँहरूको घमण्ड चाहिँ परमेश्वरले तोड्नुहुन्छ। र जगतमा जति पनि छ, सृष्टिमा जो पनि छ, सृष्टिलाई पुज्ने होइन, परमेश्वरलाई खोज्ने, हामीले जसले यो संसारलाई रच्नु भयो त्यो परमेश्वरलाई खोज्ने हो। तब हाम्रो जीवन बदलिन सक्छ र हामीले उद्धार पाउन सक्छौँ र अनन्त जीवनको पाउन सक्छौँ। हालेलुया! प्रभु येशू मसीह सबै मित्र, तपाईँ मित्रहरू हुनुहुन्छ, छिमेकीहरू हुनुहुन्छ, मलाई जान्नेवाला मेरो आफन्त हुनुहुन्छ, सबैलाई फेरि एक बार प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु। जय मसीह, गुड नाइट। प्रभु येशू मसीहले धेरै आशिष गर्नुभएको होस् तपाईँहरूलाई।